हेलो साथीहरू, वेलकम टु मी। म चाहिँ यहाँनिर डेटिङ आएको एजरासँग। आमा छोरा आज जगडोल डाँडामा डेटिङ स्पट हो कि के हो यो? यस्तोहरू रहेछ। एजरा से हाई, खोइ त हाई भन्न त सानै। हाई हाई, ह्याप्पी हो? अनि बहिनीहरू पनि आउँदैछ। सो म चाहिँ यहाँ कुरेर बसेको। यत्रो घुमे गर्ने तिमी? म त नघुम्ने। यता माथि आऊ, यता माथि आऊ, माथि ममा आऊ यता। ओ लड्छ। ए कहाँ जान्छ तिमी? यहाँबाट लड्यो भने के हुन्छ थाहा छ? तल हेर, वाउ तल हेर न रोड। यता कमिलाले टोक्छ। अब्बुई किरीले टोक्छ नि। सुहायो? कति वर्ष? यता सु गर्नुपर्छ। सुहायो अरे नि। कस्तो गरेको रे सानै? के गरेको रे? गुजब गरेको? कहाँ छ गुजब? खोइ थलाई। बुङ्गा होला है। त त्यहाँ मम्मी देख्छ कि भन्दै कुदेको होला। के भयो? किन रिसाएको? नैछाउ न अनि त्यसरी। ल न ल ला, लुगा अघि सफा बनाइसकेछ। कति सफा बनाइसक्यो नि। ओहो हो, यो के हो यो? हेर फोहोर भयो नि जाने सबै। त्यसरी नहिँड न तिमी। ल जाऊ छ्यामा जाऊ। आऊ हात दियो। ल कम हात दिनु। ल आएको हात त। लुक एट मी गाइज। कस्तो फुस्रो दुनियाँ, हरियालीको नभएको जङ्गल, अनि हामी त्यस्तै फुस्रो। मेरो फ्यान्टुस यसरी हिँड्दा छ। यहाँ मेरो ब्याग जहाँ चाहिँ सबै एजराको कट्टुहरू छ। सु गर्दैन कि बाहिर, कट्टुमै सु गरेर भिजाइदिन्छ कि भनेर चाहिँ बोके हिँडेको। अहिलेसम्म चाहिँ सुख दिइरहेछ। सु गरेको छ बाहिरै है सानै। के छ सानै? कस्तो रहेछ ठाउँ? वाउ वाउ भन न। वाउ छ छैन? उसको आफ्नै धुनमा छ। उठ अघिबाटै कस्तो खुसी छ एजरा हाम्रो। बाफ्रे बाफ्रे, चयनको निन्द्रा सुत्छ आज हाम्रो एजराले। भर्खर सुरु मात्रै हुँदैछ एजरा। यो त नथिङ। अझै के हुन्छ। कहाँ जाने छाने अब? कहाँ त जाने? छ्यामा जानु नजाने? छ्यामा यहीँबाट झरिदियो एजरा। बाटो त अलिक खतमै रहेछ। छाना चाहिँ झर्नु सक्दैन होला। तिमी लडाइ पठाउँछ अहिले। लडेर हाम्रो लुगा फोहोर हुन्छ। घुमेरै जाम ल कि यहाँबाट जाम? यहाँबाट कम
यहाँबाट आऊ छाने नो म त यहीँबाट जान्छु हेर्न त्यो कुदेको म त यहीँबाट जाने छाने यतैबाट जान्छु म त यताबाट यसरी झरेर आऊ यता जाने कि तल जाने है हस् कि माथि बाटो थियो कि यो तल धुलै धुलो रहेछ धुलोमा जानु मनै छैन लड छाउ नकुदा छि लु हामी अब झरिङ आमा छोरा कहाँ हिँडेको छ नि हामी कस्तो धुलो क्या छा यहाँ तलको बाटो चाहिँ यहाँबाट त तल बाहिर झर्ने बाटै पो होइन छ्या माथि चढ्नु पर्ने पो रहेछ कि क्या हो यता कति बेला आउँछ तिम्रो छ्यामाहरू खै आएर कल गरे त हुन्थ्यो कसरी झर्नु कसरी झर्नु यहाँबाट झरेको नि आया म थाकेँ तिमीलाई बोकेर के बोलेको हौ त्यस्तो के बोलेको यता जाने यता जाने मम्मा कसरी जाने ल ल हस् 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 ओके कोसँग जाने ल हस् अबुई अबुई वाउ खोइ वाउ so nice really wow चाहिँ खोइ वाउ भरे आउने ल वाउमा आइ 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 घुम्दै फिर्दै रुम्जा टार भने जस्तो घुम्दै घुम्दै अर्कै ठाउँमा आइपुग्यो है लोकेसन रङ भएर ए धुलो बाटो छ हिँड 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 कहाँ उकालो चढेको फेरि यता हिँड्नु न यता सुई हिँड्नु ल अब चाहिँ फास्ट फास्ट रन 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 रनिङ उतातिर लड्ला नि फेरि म चाहिँ उता अर्कै ठाउँ सोचेर त्यता गएछु उनीहरू अर्कै ठाउँमा पुगेछ हामी भेट्न नै 1 घन्टा 2 घन्टा लागिसक्यो यही जगडोल डाँडामा हरायौँ हामी आमा छोरा हाम्रो इधर हेर्नु नि गीत गाउँदै हिँडिरहेछ कुन गीत हो सानो त्यो छिटो छिटो आऊ छिटो पानी खाने भनिरहेको छ एजले पानी बोक्नु नि बिर्सेछ आज तिम्रो बोतल पनि आधी दिमागै चेचेले खाइदिन्छ हिँड्ने बेलामै 10 थरीको पानी अब छ्यामाहरूले बोकिरहेछ अनि छ्यामाहरू भेटेछ खाने ल ओके गिभ मी ह्यान्ड ल ल बोक्छु म यहाँ छैन छ्यामासँग छ ऊ माथि छ छ्यामा लड्छ होला हौ यो हाँस्थ्यौ नि त नि हाँस्थ्यौ हाँची गर नि त नि हिही गरिदेऊ न खोइ लु बल्ल बल्ल भेटियो गाइजहरू
बाफ्रे म त त्यो डाँडामा त्यो परको त्यो डाँडामा अघि बस्दा बस्दा तिम्रो कला त्यहाँबाट झरेर पर पुगेको कहाँ मलाई चाहिँ यता जानु नै मन थिएन के जानै मन थिएन अनि फेरि तिमी चाहिँ उता नजिक पर्ने रहेछ भनेर गएको के लु भ्लग बनाएको मैले हजुर कञ्चनले फेरि त्यहाँ धुलो बाटोमा एजराको पाइला देखेको रे धुलो बाटो भनेको चाहिँ यताको बाटो भनेको के मैले यो बाटो सब धुलो रहेछ कता लिएर आएछ हामीलाई पानी खाने रे पानी बोक्यो पानी जम्बु नै लिएर आएको मैले सानो तिम्रो मम्मीले कता लिएर खाइदिउँ न म त केही देख्दिनँ त यसमा त मेरो त्यो स्क्रिन नै त्यस्तै हो ए अलिक उयसमा राख्छु कि म छोकी दिदीले चाहिँ अब कटिङ सटिङ हाल्नु के त्यो बच्चा खेलाएको जस्तो उयो त्यो खेलाउन भाँडाकुटी खेलाएको जस्तो फिल भयो सेम यो भाँडाकुटी नै हाम्रो अब यो यस्तै हो अब नेपालमा काठमाडौँमा नेपालमा भनेको त्यसलाई भन्छ कि रियल के भन्छ पिकनिक रियल पिकनिक स्पोट स्ट्रगल अब यस्तो चाहिँ के हो भने यो प्लास्टिक देख्दा मान्छेहरू छक्क पर्दिनु सक्छन् होला है के भन्दैछ इद्रा तर हाम्रो चपिङ बोर्ड हेर यहाँ वाउ राम्रै छ पनि त्यस्तै साथीहरूले लिएर आउँदाखेरि गल्तीले उयो झरेछ क्या हामी टिकट लिएर आएको क्या बुझ्नु न साथीहरू मिलाएर यस्तै छ अब लु उयो एकछिन यो यस्तो गरेर राख्नु तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ अगाडि यहाँ चाहिँ छोकी म्याम कञ्चन दिदी अनि यो चाहिँ हाम्रो स्पेसल डिस हुनु लागेको छ आज चटपटे अनि उहाँ चाहिँ एजरा सर हुनुहुन्छ वाह ओ माई गड उसलाई त बाल छैन कसैको आफ्नै धुनमा खाइरहेको छ अनि मलाई पनि देख्न सक्नुहुन्छ म चाहिँ झर्ना हो अनि म चाहिँ अलिकति कालो कालो देखिरह होला तर पनि डोन्ट माइन्ड अलिक इङ्ग्लिस पनि आउँदैन क्या साथीहरू राम्रोसँग कुरा के हो भने यो चाहिँ स्पिकर होइन अब स्पिकर बजाउँदा बजाउँदै चार्ज पनि सक्यो सकिने क्रममा दिदीले अनि यहाँ काट्नु थाल्नुभयो बजाउनै नपाइसक्यो अनि उहाँ चाहिँ आफ्नै धुनमा भिडियो गर्दै हुनुहुन्छ नबोली गरेको हेर न एउटाले त्यहाँनिर साइलेन्ट भिडियो हो क्या तपाईँहरूले यो जग्गा चिन्न सक्नुहुन्छ साथीहरू देख्ने जतिले कमेन्ट गरिदिनु होला यो ठाउँ कहाँ हो भनेर तपाईँहरूलाई थाहा हुनसक्छ हामी किन आएको सबै व्याख्या गर न सुरु ए हामी चाहिँ यहाँ किन आएको भने अब घरमा बस्दा बस्दा धेरै अल्छी लाग्यो खोर्सानी कतिको मसिनो काट्नु है सुत्यो अनि आज चाहिँ साथीहरू एउटा अचम्मको कुरा चाहिँ होइन आज चाहिँ म कलेज जानै बिर्सेछु क्या कलेज जानु बिर्सी गएछु क्या म होइन अनि कलेज जानु बिर्सेपछि अनि झर्ना पिरो कति खाने त्यो भन म त अहिले म पिरो भएन भने आफै टोकेर खान्छु ल एजरा नि खान्छ नि त एजरा सर चाहिँ आफ्नो हाइट नाप्दै हुनुहुन्छ यो लुङदारसँग कञ्चन चाहिँ आफ्नै पारामा टिकटक बनाउनु लागेको छ ए भिडियो सरी माई मिस्टेक उहाँ चाहिँ कञ्चन हो उहाँ परिचय गर्नु पर्यो नि त अघि भन्छ कि अनि यो चाहिँ भिडियो गरेको यो कञ्चनले अनि एजरा चाहिँ ओ माई गॉड वाउ यो के हो यो यस्तो नयाँ भनेर हेर्दैछ अचम्म परिरहेको छ छोकी दिदीले चाहिँ प्याज काट्दै हुनुहुन्छ के हो अरे के काट्दै हुनुहुन्छ छोकी दिदी तपाईँ म ओनियन ओनियन होइन क्या इंग्लिश प्याज भन्नु न प्याज प्याज काट्दैछु म अब के गर्नु साथीहरू यस्तै हो घरबाट टाढा घरबाट क्यामेरा जल्दी फोकस गरौ अब घरबाट टाढा आएपछि हामीले यसरी पनि खानुपर्ने हुन्छ खानु चाहिँ छोड्नु हुँदैन क्या ओहो खतरा राम्रो काट्दैछ के रे चपिङमा चाहिँ राम्रो काट्ने रहेछ भनेको ओए नङै गयो साथीहरू छोकी दिदीको छोकी दिदी एजरा पनि हाँस्दैछ एजरा त फेरि चिलमा हो मान्छे पीडा दिलमा मान्छे चिलमा यहाँ चाहिँ क्यामेराको कुरा हुँदैछ साथीहरू ओए
को हो यो मान्छेहरू हामी आएको देखेपछि आइहाले जस्तो मलाई लाग्दैछ उतापट्टि साथीहरू होइन अब हामी एन्ड्रोइड युजरहरू हो है हाम्रो नाक एकातिर मुख एकातिर देखे पनि डोन्ट माइन्ड ल किनभने अब हामी बिस्तारै रिच किड हुन्छौँ एउटा चाहिँ फेरि के हो दिल फेरि उसको यता छ अरे के भएको साथी तपाईँहरूलाई के देखाउनु यो चाहिँ एजाको ज्याकेट हो यो यस्तो हो गाडीमा कति धेरै नोटिस गरेर हुन्छ मैले है मम्मी गीत बजाइदिन नाच्छु ए ल त्यो यस्तो गीतहरू हाम्रो छोकी दिदीको छोरा नाचिरहेको थियो भर्खर नाचेको सानो आँखा चोपी उसको ल्याङ्ग्वेज चाहिँ तपाईँहरू बुझ्नुहुन्छ भने प्लिज कमेन्ट गरिदिनु होला हानै मम्मीलाई दिँदैछ प्यार यता होता है भने यो चाहिँ स्पिकर होइन अब स्पिकर बजाउँदा बजाउँदै चार्ज पनि सक्यो सकिने क्रममा दिदीले अनि बजाउनै नपाइसक्यो त्यो त अनि उहाँ चाहिँ आफ्नै ठाउँमा भिडियो गर्दै हुनुहुन्छ नबोली गरेको हेर न एउटाले त्यहाँनिर ल तिम्रो चम्चा आयो पातलो हुँदो रहेछ बाङ्गिहाल्छ लुखै बुमऱ्याङ गरौँ सबैजनाले टस गरौँ फर्स्टै बजाउँछु खाऊ तिमी खा यता खानुस् यो बनाएको अनि गीत किन बजाएको हातै खान्छु मम्मीले त्यो दुई हातले खानु प्याटक प्याटक भएको मेरो त टमेटो खाने टमेटो मनपर्छ नखाने मनपर्छ उसलाई दुई तिनवटा खाइदिनु भोक लाग्छ टमाटर खायो भने के हुन्छ मैले सम्झिना चाहिँ कति सम्झे खिच्छ क्या ए अनि ल्याउने भए चाहिँ अघि कुरकुरे सुरकुरे है किनभने त्यो अङ्कल अब यो अल्छेलुको सिजन होइन कहाँ पाउँछ होला अल्छेलु म त्यहीँ गएर बस्छु हाम्रो घरको मुनि छैन हाम्रो मामा घरको ए अस्तिको पालि टर्नी खाएको त मलाई हाम्रो घर मामा घरको मुनि यहाँबाट उता तल रोड छ त हो त्यति बारी ऐसेलुमा चाहिँ छ कतिचोटि फाट्दा पनि आएको त्यो आइहाल्छ जति डरै निकाल्दा पनि आएको आयो सम्भवै छैन त्यो डर निकाल्छु यसलाई पार्छु डढेल लगाएर पोल्यो भने नि आउँछ बसेको हुँदैन किन त त्यसलाई त्यहाँ छाडेर अर्को कुरा खेती गर्नु पर्यो स्कुलले बच्चाहरू पुरै त्यहाँ हुन्छ बैशाख गाउँमा हाम्रो यहाँको टाढो हो नि त कहाँ हो तपाईँको चाहिँ ऐसेलु गाडी त्यो मलिन्दो हुँदैन मलिन्दो ऐसेलु नेक्स्ट कहिले खाइसक्दैन होला सायद त्यो सबै गाउँले नै उठेर गयो भने उल्टो फिर्छु खै हरेको सक्दिन पेटमा थोरै मैले खाइदिएँ उठ्छु भने पानीको खाने अहिले त फ्रुटीको भाडा पनि लाग्छ हालेर खाले ऊ त्यो म्याङ्गो भाडा लिएर आऊ त्यसमा दिन्छु भने अहिले त अरू मैले भाडा नदिनु क्या यतिकै खुवाउनु न आफूले घरबाट खानु पऱ्यो अलिक एउटा अलिक कम यसमा हालिदिनु न यो चाहिँ हालेर खानु मिल्छ नि त नेक्स्ट टाइम चाहिँ उयो लिएर आऊँ ल म उयो लिएर आउँछु त्यो फुलाउने करेन्ट चौध त उयो हुन्छ क्या हामीले पनि गएर खाएको त मिठो मिठो हुन्छ के हुँदैन हामी त बिहान लगेर पकाउनु मिल्नेसम्म गएन पकाएर ल्याउनु चाहिँ ठिकै म चाहिँ यो कोही बेला खानै सक्दिनँ क्या जसले जे भन्छ नि मलाई लाग्दैन है सबै चाहिन्छ फेरि त्यो तपाईँहरू पसल गरेको भने होइन अहिले त्यसमा भाडा दिएको को भाइलाई के को पसल अहिले सुनाम दाइहरूको हो के काम नगरेर न कस्तो गाह्रो भयो मलाई त्यो माथि त्यस्तै नियम त्यति बेला भयो म त निमा दाइ के भएको साथी गाउँ जानु लाग्यो त्यति बेला एक डेढ महिना गाउँ जानु किन ए निमा भेना पो त दाइ भन्छु मेरो भाइको घर बनाउँदैछ नि त यता इटरीमा अनि त्यहाँ पहिल्यैबाट सघाउनु जाने भयो अगाडिको वर्षबाट बनाएको होइन यो सबै ठिक गर्छ अगायो होला है त्यस्तै नलाउने अब त्यस्तो खायो माथि बोल्यो मैले घरमा सधैँ नगरिकन किनेँ क्या अनि साथीले माथि छ अरे यस्तो गाह्रो भएको होइन आएको फिरको खाऊ हेर्न होइन रेडी पाइरहेको
मतलब मान्छे अरू मान्छेले चाहिँ यसो भन्नु भयो दिदी खोला यस्तो बगिरहेको छ भने यहाँनिर बसेर बनाउनु क्या है मान्छेले कुटेको रहेछ भनेको छ हामी चाहिँ त्यसो सम्झाउनु छ ल ल मुख्य भइरहेको छ उसले एकचोटि एक बाइट खाऊ एक मात्रै खा न यो यो कहाँबाट यत्रो हरियो आएको त भित्र पो छ है भरे स्पिड गर्नु मिल्छ काटेर 40 सब्जी खाना ए लाउन खाना तपाईँ खाना हो एकजना बाल झन् तपाईँ भन्नु के खादिन होला नगाउनुको भोक छ नमेलेसम्म के हो न तर त्यो खाएर मन चाहिने बाउ छैन के गर्दै बस्छ जोसँग बाइक चलेर बस्छ हेलो गाइज हामी चाहिँ हाम्रो पिकनिक ड्राई पिकनिक सकेर हामी चाहिँ अब फर्केको दिदीको भ्लग हामीले उयो गरेको दिदीको भ्लग हामीले रिस्टार्ट गरेको एउटा कुरा भन्नुपर्दा हामी टिकट काट्नुको दुःखले यताबाट भागेर आएको हामी चोर बाटो आएको 2 नम्बरी बाटो यस कति बट्यो होला है हाम्रो आज 25 रुपियाँ सायद 75 खै दे त म बनाउँछु काठमाडौँ सहर यता सँगसँगै लिएर आऊ मेरो हात परतिर ए अँ दिदीले चाहिँ तपाईँहरूलाई काठमाडौँ सहर पनि थियो ओ माई गड 2 नम्बरी बाटोमा यस्तो कट्टु पनि भेट्दा रहेछ ओ माई गड हामी यस्तो दुखित दुःख गरिरहेको छौँ साथीहरू अनि अब यो एज्राले चाहिँ आज मुखै नधुकन आएको छ माथि खाएर तपाईँहरूलाई कन्तन जी नाक यस्तो गर्दैछु देख्नु पठाइदिने दिदी नाक ऊ कन्छन मेरो मेरो मैले नाक यस्तो गरेको खिचिरहेको थिएँ खै नाक कस्तो यस्तो गरेको अरे यस्तो गरेको अरे कस्तो गरेको थाहा छैन है अनि तपाईँहरू देख्न सक्नुहुन्छ एज्रा सँगसँगै हिँडिरहेको छ एज्रा पनि अब हामीसँग यसरी हिँड्दा हिँड्दै ठुल्ठुलो भइसक्यो ऊ चाहिँ हाम्रो गाइड हो आजको दिनको उसले नै गाइड गरेर आज हामी उहीसँग टाइम स्पेन्ड गरेको हो ऊ चाहिँ हाम्रो छोटु मोटु गाइड हो ल ल हामी आउँछौँ त सर सर हिँड्नुहोस् 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 हाई एजु हेलो श्यामालाई हाई गर उसलाई चाहिँ फर्किन ज्याउला अरे अनि तपाईँहरूले सुन्नुभयो होला भर्खर छोकी म्यामले चाहिँ इङ्ग्लिस बोल्नु भएको कस्तो लाग्यो तपाईँहरूलाई म नेपाङ्ग्रिस हो नि नेपाङ्ग्रिस ए ए आदि नेपाङ्ग्रेजी के नेपारेङ्जी नेपाङ्ग्रेजी नेपाङ्ग्रेजी झर जस्तो कपालहरू आएर भेट्ने ठाउँ हामी चाहिँ कपाल नभएको बोल न तिमी 2-3 शब्द खोइ एउटा बोलेको तपाईहरू बोल्दै हुनुहुन्छ साथी तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो भ्लग हेरिदिनु तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो भ्लग सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा यसरी नै माया गरिराख्नु होला उहाँलाई उहाँको च्यानललाई साथीहरू आजको हाम्रो भ्लग त तपाईँहरूले हेरि नै हाल्नुहुन्छ मलाई आशा छ सुरुदेखि अन्तिमसम्म हेर्नुहुन्छ भनेर है अब चाहिँ हामी यहाँसम्म हेर्नुभएकोमा धन्यवाद यो यति पनि हेरिदिनु होला उहाँ चाहिँ हाम्रो देखि नै हाल्नुभयो छोटो मोटो ग्याङ अनि उहाँको मम्मी अब चाहिँ हामी यहीँसम्म हाम्रो भ्लगिङ गर्छौँ सी यु इन नेक्स्ट भ्लग गाइज बाई थ्याङ्क यू